सयौं व्यक्तिले म नै येशू ख्रिस्ट हुँ भनेर दाबी गर्ने व्यक्तिहरू आइसकेका छन् र आज पनि हामी सुनिरहेका छौँ कि कतिजना मानिसहरूले म येशू हुँ भन्ने, कोही म येशूको खास चेला हुँ भन्ने, कसैले मैले प्रार्थना गरेँ भने मात्रै निको हुन्छ, यस्तो खालका कुराहरू आज सयौं मान्छेहरू येशू भनेर आए अनि तिनीहरू यसै बितेर गए, तर पनि आज पनि भन्न चाहिँ छोडेका छैनन्। तर विशेष कुरो कतिचोटि हामी यो भन्दै गर्दाखेरि हामीलाई रिस उठ्छ, कतिचोटि हामीलाई किन बाइबल नबुझेको होला जस्तो पनि लाग्छ, कतिचोटि यो पागल भएको होला भन्ने जस्तो पनि लाग्छ होइन। तर जे पनि हुन्छ नि यो संसारमा सबै येशू ख्रिस्टले बोलेकै कुरा पुरा हुन्छ। किन भन्नुहुन्छ भने येशू ख्रिस्ट जतिखेर यो संसारमा मानिसको रूपमा हामीलाई बचाउनको निम्ति, उद्धारको निम्ति, बलिदानको निम्ति मानिसको रूपमा यो संसारमा आउनु भएको थियो, त्यतिखेर येशू ख्रिस्टले अलरेडी भनिसक्नु भएको छ कि मत्तीको पुस्तकमा, म तपाईँलाई सरर थोरै पढ्छु। यो भिडियो पुरा रूपमा तपाईँले हेर्नुभयो भने चाहिँ के कुरा चाहिँ थाहा हुन्छ भने येशू ख्रिस्टको दोस्रो आगमन कसरी हुन्छ भन्ने कुरामा चाहिँ तपाईँ एकदमै क्लियर हुनुहुनेछ। म छोटो भिडियोबाट बोल्दैछु। म यसरी भन्न चाहन्छु, मत्ती 24:4 र 5 म पढ्छु। पहिला ध्यानसँग पुरा सुन्नुभयो भने तपाईँ अल्मलिने ठाउँै हुँदैन के। मत्ती 24:4 र 5 मा यसो लेखेको छ, तब येशूले तिनीहरूलाई जवाब दिनुभयो, होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। अब यो येशू ख्रिस्टले भनेकै कुरा पुरा हुँदैछ भनेदेखि तपाईँ हामी रिसाउनु पर्ने, तपाईँ हामीहरूले किन यस्तो भयो भन्नुपर्ने कुनै पनि कुरा छैन। तर हामी बाइबल जसले पढेको छ, जसले प्रभुलाई पछ्याएको छ, जसले परमेश्वरलाई विश्वास गरेको छ भने उसलाई अलरेडी यो कुराहरू थाहा हुन जरुरी छ। दोस्रो कुरा, अब आउनुभयो आए मात्रै भनेर पनि भएन। बाइबलले कसरी आउनुहुन्छ भन्छ, त्यो पनि विशेष कुरा छ। जतिखेर येशू ख्रिस्ट मृत्युको पुनरुत्थान पछाडि जब स्वर्गारोहण हुँदै गर्दाको एउटा घटना छ बाइबलमा, प्रेरितको पुस्तकमा म पढ्छु यो घटनालाई। यो घटनाबाट तपाईँ स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ कसरी आउनुहुन्छ। प्रेरितको पुस्तकमा 1 अध्यायमा 1 अध्यायको 11लाई म पढ्नेछु, हेर्नुहोस् है। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ त्यसरी उहाँ फेरि आउनुहुनेछ। आमेन। अब यहाँ के भनेको छ भन्दाखेरि, ए गालिलका मानिस हो, तिमीहरू उँभो फर्केर टुवा परेर के हेर्दैछौ? यही येशूलाई जसरी जानुभएको छ एक दिन त्यसरी नै आउनुहुनेछ भन्नुको मतलब एक दिन तिमीहरूको आँखा फेरि आकाशतिर फर्केर टुवा पर्नेछ भन्न खोजेको हो। त्यसरी नै आउनुहुन्छ। यस्तो हुँदैन कि कोरियामा आउनुभयो अरे फल्ना सालमा, हुँदैन। चाइनामा आएको अरे, हुँदैन। नेपालमा आयो अरे, हुँदैन। इन्डियामा आएकोले नेपालमा नदेख्ने, नेपालमा आएकोले इन्डियामा नदेख्ने, कोरियामा आएकोले जापानमा नदेख्ने, त्यस्तो हुँदैन। येशू ख्रिस्टको आगमन चाहिँ जसरी स्वर्गारोहण हुँदै गर्दाखेरि मानिसले आकाशतिर फर्केर हेरेका थिए त्यसरी नै फेरि पनि आकाशतिर फर्केर हेर्नेछन्। अब यो कसरी एउटै पदबाट मात्रै सायद तपाईँलाई पूर्ण रूपमा प्रश्न नहोला, म एक दुईवटा पदलाई म राख्नेछु जसबाट तपाईँ क्लियर हुनुहुनेछ कि येशू ख्रिस्ट कसरी दोस्रो आगमन हुन्छ। मैले यहाँ ऱ्याप्चरको कुरा गरिरहेको छैन, यहाँ गुप्त आगमनको कुरा गरिरहेको छैन, मैले सेकेन्ड कमिङको कुरा गरिरहेको छु र म ऱ्याप्चरको विषयमा, गुप्त आगमनको विषयमा पनि यसदेखि पछाडिको भिडियोमा म तपाईँहरूलाई म स्पष्ट पार्नेछु। तर अहिलेलाई भने यति कुरा बुझ्नुहोस् कि दोस्रो आगमन कसरी हुन्छ। हालेलुया। अनि अब यसरी आकाशमा येशू ख्रिस्ट आकाशबाट जसरी आकाशमा उँभो जाँदै गरेको देखेका छन् त्यसरी आकाशबाट फेरि आउँदै गरेको पनि मानिसहरूले देख्नेछ, तपाईँ हामी देख्नेछौँ। अनि यो भएकोले गर्दाखेरि चाहिँ अब एकजनाले होइन संसारभरिको मान्छेले देख्छ। कसरी भन्नुहुन्छ भने बाइबलको पदबाटै बोल्दैछु, किन भन्दा आफ्नो कुरा राख्नुभन्दा परमेश्वरको वचनबाट राख्दा नै सजिलो हुन्छ र त्यो चाहिँ विश्वासपूर्ण वचन चाहिँ विश्वासिलो छ। मानिसले झुट बोल्न सक्छ, आफ्नो कुराहरू मिलाउन सक्छ, तर वचन कहिले पनि झुटो हुँदैन। हालेलुया। अनि म त्यही कुरालाई म राख्दैछु। मत्तीको पुस्तक 24 अध्यायमा आउनुहोस्। तपाईँहरूसँग बाइबल छ भने खोल्न सक्नुहुन्छ।
मत्तीको पुस्तक 24 अध्यायमा म पढ्नेछु। 26 देखि म पढ्नेछु। यदि तिनीहरूले तिमीहरूलाई हेर उनी उजाड स्थानमा छन् भनी भन्छन् भने बाहिर निस्केर नजाऊ, अनि हेर उनी भित्री कोठाहरूमा छन् भने पनि विश्वास नगर। किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्म उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुन्छ। त्यसरी नै येशू ख्रीष्टको आगमन हुन्छ। भन्नुको मतलब के हो भन्दाखेरि, त्यो ठाउँमा आए अरे भन्यो भने विश्वास नगर, अनि हेर्न पनि नजाऊ। अनि त्यो जग्गामा आए अरे भन्दा विश्वास नगर, हेर्न पनि नजाऊ। किन भन्दाखेरि जसरी बिजुली पूर्वबाट चम्किँदा पश्चिमसम्म उज्यालो पार्छ, त्यसरी नै येशू ख्रीष्ट आएको चाहिँ हरेक व्यक्तिको आँखाले देख्नेछ। एउटाले मात्रै देख्दैन। नेपालमा आयो अरे हुँदैन, कोरियामा आयो अरे हुँदैन, चाइनामा आयो अरे हुँदैन। कोरियामा आउनेहरू, चाइनामा आउनेहरू, विश्वमा आउनेहरू आजसम्ममा 100औं व्यक्तिहरू आएर गए, तर उनीहरूले ख्रीष्ट हुँ भने तर ख्रीष्टले गर्ने काम गरेनन्। अनि ख्रीष्ट किन आउनुहुन्छ त्यो काम पनि गरेनन्। त्यसैले आज पनि यदि कसैले म ख्रीष्ट हुँ भन्दैछ भने त्यो पनि जस्ट परमेश्वरको प्रभु येशूले बोल्नुभएको वचन पुरा भएको मात्रै हो, तर वास्तवमा ख्रीष्ट येशू चाहिँ होइन। अनि हामी चाहिँ वचनबाट मात्रै जान्न सक्छौँ उसले कति पावर देखाउँछ, कति शक्ति देखाउँछ, कति रोगी निको पार्छ। होइन, रोगी निको पार्नलाई येशू ख्रीष्ट भएर आउनु पर्दैन। रोगी निको पार्नलाई येशू ख्रीष्टको चेला काफी छ। रोगी निको पार्नलाई येशू ख्रीष्टको नाम काफी छ। जस नाम बोलिदिँदाखेरि पनि येशू ख्रीष्टको नाममा मानिसहरू निको हुन्छन्। अनि त्यो निको पार्ने व्यक्तिको लागि मात्रै नभएर कोही बेला चाहिँ त्यो जो निको हुनुपर्ने व्यक्ति छ त्यसको लागि पनि परमेश्वरले आफ्नो शक्तिलाई, आफ्नो सामर्थलाई, चमत्कारलाई देखाइराख्नु भएको हुन्छ। अनि हामीलाई गर्व गर्नु केही पनि छैन। मैले रोग निको पारेँ भनेर हामी गर्व गर्नुपर्ने ठाउँै छैन। किनभने त्यो मेरो लागि मात्रै होइन, त्यो चाहिँ त्यो व्यक्ति, जो बिमारी व्यक्तिको लागि पनि परमेश्वरले त्यति नै प्रेम गर्नुहुन्छ। अनि जसले विश्वास गर्छ त्यो चाहिँ निको हुन्छ भनेर बाइबलमा लेखेको छ, जसको कारणले आज मानिसहरू निको भइरहेका छन्। हालेलुया। अब यो वचनको आधारमा के बुझौँ भनेदेखि, पूर्वदेखि पश्चिमसम्म बिजुली चम्किँदा जसरी चाहिँ उज्यालो पार्छ, त्यसरी नै येशू ख्रीष्टको आगमन हुन्छ भनेपछि प्रत्येक व्यक्तिले, संसारभरिका व्यक्तिले देख्न पाउनेछन्। अब यो कसरी सम्भव छ त? संसारभरिको मान्छेले देख्ने कसरी सम्भव छ त? किन भन्दाखेरि संसारको समय त यस्तो छ, घडीको टाइमलाइन यस्तो छ कि कुनै जग्गामा दिन हुँदा कुनै जग्गामा रात हुन्छ संसारमा। भनेपछि रात हुने त सुतेका होलान् मस्त, निन्द्रामा होलान् मस्त। अनि यता दिनमा हुनेले चाहिँ दिउँसो जागेर बाहिर हिँडिरहेका होलान्। अनि ठिकै छ, दिनमा हिँड्नेले त देख्लान्, तर रातमा हिँड्नेले कसरी देख्छ भन्ने प्रश्न आउला। तर बाइबलले मजाको कुरा के भन्छ भने, त्यतिखेर सूर्य चन्द्र कुनै कुराले काम दिने छैन, आकाशका ताराहरू खसालिनेछन् है। अनि सूर्य चन्द्रहरू नष्ट पारिनेछन्। त्यतिखेर सूर्यले आफ्नो प्रकाश दिने छैन, चन्द्रमा पनि आफ्नो प्रकाश दिने छैन। हरेक कुरा चाहिँ आकाशका शक्तिहरू हल्लाइनेछन्। इभन नेट, आज हामी भन्छौँ नि इन्टरनेट, कतिजनाले के भन्छ भने यसो ख्रीष्ट आउने समयमा चाहिँ नेटमा चाहिँ त्यतिखेर पूर्ण रूपमा अब पत्रकारहरूले, होइन, मिडियाहरूले चाहिँ नेटमा चाहिँ त्यो कुराहरूलाई हालेका हाले गर्छन्, हरेक मान्छेले मोबाइलमा देख्छन्, टिभीमा देख्छन् भन्ने चलन पनि छ। तर म तपाईँलाई भनिदिउँ, आकाशका शक्तिहरू हल्लाइँदै गर्दा नेट पनि हल्लाइनेछ। नेट पनि तपाईँको मोबाइलमा, मेरो मोबाइलमा नेट पनि आउने छैन, इन्टरनेटले काम गर्ने छैन। त्यतिखेर एउटै कुरो संसारमा, जब आकाशका शक्ति हल्लाइन्छ नि, संसारमा एउटै कुरा मात्रै हुन्छ, कालो अनि अन्धकार। तपाईँ नेपाल जानु अन्धकार, भारत जानु अन्धकार, अमेरिका जानु अन्धकार। किन भन्दाखेरि आकाशका शक्तिहरू हल्लाइनेछन्, आकाशका ताराहरू खसालिनेछन्, अनि सूर्यले आफ्नो प्रकाश दिन सक्दैन। अनि त्यो समयमा के चाहिँ रहन्छ? अँध्यारो, कालो मात्रै रहन्छ। अनि त्यो कालो समयमा, अन्धकार भएको समयमा चाहिँ के हुन्छ त भन्दाखेरि, येशू ख्रीष्टले भन्नुभएको वचन चाहिँ त्यतिखेर पुरा हुन्छ। आज पनि पुरा भइरहेको छ। येशू ख्रीष्ट जति हुनुहुन्छ, उहाँमा हिँड्ने अन्धकारमा हिँडौँ भन्ने छैन। तर येशू ख्रीष्टले के भन्नुभएको छ भन्दाखेरि, योहन 8:12मा येशू ख्रीष्टले बोल्नुभएको कुरा, म संसारको ज्योति हुँ। अन्य पदहरू पनि छन्, म संसारको ज्योति हुँ, आई एम द लाइट अफ द वर्ल्ड भन्ने कुराहरू चाहिँ त्यतिखेर मानिसले छर्लङ्गै बुझ्छ के। अहिले चाहिँ साधारण ख्यालै लागिरहेको छ। तर त्यतिखेर के हुन्छ भन्दाखेरि, हरेक मान्छे चाहिँ वेदनामा हुन्छ। जब अन्धकार हुन्छ नि संसार,
हरेक मान्छे चाहिँ के भयो, कसो भयो तडपिरहेको छ। बुझ्नेले त बाइबलबाट बुझेको छ, नबुझ्ने त अब कसरी बुझाउने मनलाई होइन। त्यतिखेर चाहिँ झल्यास चाहिँ आकाशमा चाहिँ येशू ख्रीष्ट देखा पर्नुहुनेछ। अनि कसको चाहिँ आँखा स्वर्गतिर नहोला? कसले चाहिँ त्यो गालिलका मानिसहरू हो, तिमीहरू के हेर्दैछौ? त्यही जाने येशूलाई जसरी तिमीहरूले गएको देख्दैछौ, त्यसरी तिमीहरूले एक दिन आएको देख्नेछौ भन्ने कुरा चाहिँ हो। यहाँनिर जब येशू ख्रीष्टको दोस्रो आगमन हुन्छ, त्यतिखेर पुरा हुन्छ। हरेक आँखाले येशू ख्रीष्टलाई हेर्नेछ। आमेन। हालेलुया। त्यही भएर येशू ख्रीष्ट आयो भन्दैमा हामी आत्तिनु पर्दैन। येशू ख्रीष्ट कसरी आउनुहुन्छ त्यो कुरा चाहिँ हामीले बाइबलबाट बुझेका छौँ भने हामीमा कुनै पनि आत्तिनुपर्ने कुरा छैन। र यदि कसैले बहकाउमा लागेर, यदि कसैले मैले 2-4 वटा बिमारी निको पारेँ भन्दैमा, मैले अलिकति येशू ख्रीष्टको काम गरेँ भन्दैमा म यीशु नै हो जस्तो लाग्दैछ भने म उहाँको लागि पनि यो कुरा भन्न चाहन्छु, बाइबललाई हेर्नुहोस्, बाइबलको वचनलाई पढ्नुहोस् र येशू ख्रीष्ट कसरी आउनुहुन्छ भन्ने कुरालाई मजाले बुझ्नुहोस्। र अर्को कुरा, अन्तिम कुरा म तपाईँलाई के भन्न चाहन्छु भने येशू ख्रीष्ट आउनुहुन्छ निको पार्नलाई होइन। त्यतिखेर चाहिँ दोस्रो आगमन चाहिँ येशू ख्रीष्ट चाहिँ संसारमा चिन्ह चमत्कारको काम गर्छु, मैले क्यान्सर निको पारेँ, मैले यो निको पारेँ भन्नलाई येशू ख्रीष्ट आउनुहुन्न। येशू ख्रीष्ट चाहिँ वास्तवमा चाहिँ न्याय गर्न आउँछ, मानिसलाई न्याय गर्न। त्यतिखेर चाहिँ बाइबलले के भन्छ भने जब त्यो ज्योति देखा पर्छ स्वर्गमा, मानिसहरूले चाहिँ विलाप गर्नेछन्, रुनेछन्, चिच्याउनेछन्, विलाप गर्नेछन्। किन विलाप गर्नेछन् भन्दाखेरि चाहिँ त्यो क्रिस्चियनहरूले प्रचार गरेको येशू ख्रीष्ट त ख्यालै होला भनेको त होइन होला भनेको त साँच्चै नै पो हो रहेछ त। मैले प्रभु किन विश्वास गर्न सकिनँ? मलाई क्षमा गर्नुहोस्, मलाई दया गर्नुहोस्। क्रिस्चियनहरूले त प्रचार गरेको थियो, फल्नाले मलाई भनेको थियो, आमाले भनेको थियो, बाबाले भनेको थियो भन्ला, कसैले छोराले भनेको थियो भन्ला, कसैले फल्ना छिमेकीले कुरा गरेको थियो मलाई, तर तपाईँलाई विश्वास गर्न सकिनँ, मलाई क्षमा गर्नुहोस् भनेर भन्छ। किनकि बाइबलले भन्छ हरेक व्यक्तिले यीशुको नाममा घुँडा टेक्नुपर्छ। अनि त्यतिखेर हरेक घुँडाहरू टेकिनेछन् अनि विलाप गर्नेछन्। तर दुःखलाग्दो कुरा, त्यतिखेर येशू ख्रीष्ट संसारमा निको पार्नलाई होइन, क्षमा गर्नलाई होइन, न्याय गर्नलाई आउँदै हुनुहुन्छ। अनि त्योभन्दा अगाडि आजको दिन जुन हामी जिउँदैछौँ, यो चाहिँ क्षमाको, दयाको, निको पार्नेको समय हो। अनि आज चाहिँ तपाईँले यदि येशू ख्रीष्टलाई विश्वास गर्नुहुन्छ भने त्यो दिन बाँच्नुहुनेछ। तर यदि आज विश्वास गर्नुहुन्न भने चाहिँ त्यो दिन न्यायमा पर्नुहुनेछ। किनभने बाइबलले येशू ख्रीष्ट चाहिँ न्याय गर्न आउनुहुन्छ भन्छ। अब त्यो मैले भनेको होइन, बाइबलले भनेको। म त्यो कुरालाई पनि म पढेर तपाईँलाई सुनाउनेछु है। मत्तीकै पुस्तकमा 25 अध्यायमा हामी कसरी लेखेको छ भन्दाखेरि चाहिँ म 31 देखि सरर पढ्नेछु। 31 देखि जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन् र जसरी गोठालाले भेडा र बाख्रालाई छुटाउँछ त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्कोबाट अलग गर्नेछ। उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। तब राजाले आफ्नो दाहिनेपट्टिकाहरूलाई भन्नेछ, आओ मेरा पिताका धन्यका हो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ, म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ, नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ, बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयो, झ्यालखानामा थिएँ, तिमीहरू मगा आयो। तब धर्मीजनले उसलाई जवाब दिनेछन्, हे प्रभु, कहिले हामीले तपाईँलाई भकाउनु भएको देख्यौँ र खान दियौँ, अथवा तिर्खाउनु भएको देख्यौँ र पिउन दियौँ? कहिले हामीले तपाईँलाई परदेशी देख्यौँ र तपाईँलाई आश्रय दियौँ, अथवा नाङ्गो देख्यौँ र वस्त्र लगाइदियौँ? र कहिले हामीले तपाईँलाई बिरामी वा झ्यालखानामा देख्यौँ र तपाईँ कहाँ आयौँ? तब राजाले तिनीहरूलाई जवाब दिएर भन्नेछ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यौ त्यो तिमीहरूले मलाई नै गर्यौ। त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, श्रापित मानिस हो, मबाट दूर हो र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ, तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ, नाङ्गो थिएँ र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानामा थिए र तिमीहरू मलाई हेर्न आएनौ। तिनीहरूले पनि यसो भनेर जवाब दिनेछन्, प्रभु, कहिले हामीहरूले
तपाईँलाई भोकाएको वा तिर्खाएको देख्यौँ, परदेशी वा नाङ्गो वा बिरामी देख्यौँ वा झ्यालखानामा देख्यौँ र तपाईँको सेवा गरेनौँ, तब उनले तिनीहरूलाई जवाब दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एकजनालाई जे जति गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मीजनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। आमेन। भन्नुको मतलब यतिखेर त न्याय गर्नको निम्ति यसो ख्रिस्ट आउनुहुन्छ। अझै यहाँ अर्को कुरा पनि के भनेको छ भने मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ भनेको साधारण रूपमा होइन। जसरी आजभन्दा 2000 वर्ष अगाडि ख्रिस्ट येशू एउटा बच्चा भएर यस संसारमा मानिसको पाप बोक्नलाई मानिस भएर आउनुभयो, त्यस्तो साधारण भएर होइन, पुरै स्वर्गदूतहरूको साथमा महिमामय त्यतिखेर आउनुहुनेछ। अनि आज कसरी चाहिँ आज एउटा व्यक्तिले चाहिँ म संसारमा यीशु हो भन्दै हिँड्न सक्छ, कसरी चाहिँ आज ममा सबै कुरा यीशुको पावर छ भन्दै हिँड्न सक्छ भनेको त्यसैले आज संसारमा भ्रममा धेरैजना छन्। म यो वचनद्वारा म यो के कुरा सम्झाउन चाहन्छु भनेदेखि ख्रिस्ट येशूको आगमन कसरी हुन्छ हामीले जान्न एकदमै जरुरी छ। अनि यो वचनलाई म आशा गर्छु, विश्वास गर्छु कि तपाईँलाई धेरै नै इन्करेज गर्नेछ। येशू ख्रिस्ट यो संसारमा न्याय गर्नलाई दोस्रो आगमनमा आउनुहुन्छ। तर मैले अघि पनि भनिसकेँ, मैले ऱ्याप्चरको विषय अनि गुप्त आगमनको विषय मैले यहाँ छुवाएको छैन। त्यसको विषयमा अर्को भिडियोमा भन्नेछु। तर मलाई आज यो दोस्रो आगमनको विषयमा छोटो बोल्न मन लागेको कारणले मैले भिडियो मार्फत तपाईँहरूलाई भनेको छु, बोल्न पाएको छु। परमेश्वरलाई धन्यवाद। तपाईँहरू पनि यो भिडियोद्वारा आशिषित हुनुहुनेछ म विश्वास गर्छु। सुन्नुहोला मजाले, अनि यो वचनहरूलाई हेर्नुहोला, पढ्नुहोला, हृदयमा राख्नुहोला अनि आनन्द मनाउनुहोला। किनकि दोस्रो आगमनभन्दा अगाडि एउटा समय छ, ऱ्याप्चरको समय छ। ऱ्याप्चरको समयभन्दा अगाडि अझै हामी तयार हुने समय छ। अनि त्यही कारणले गर्दा आजै यीशु आएको भनेर हामी जोकिनु पर्दैन। अनि यति हो, हामी तयारी चाहिँ हुनुपर्छ। हरेक समय बाइबलले भन्छ हरेक समय तयारी रहो, जागा रहो। अनि परमेश्वरको आगमनको विषयमा चाहिँ एकजनाले होइन, विश्वभरिको मान्छेले एकैचोटि देख्न जरुरी छ। अनि त्यो समय चाहिँ आउँदैछ। अनि परमेश्वरले तपाईँलाई अनि मलाई त्यो समयको निम्ति तयार पार्नु भएको छ। यही नै भन्दछु। अनि सबैजनालाई फेरि पनि ख्रिस्ट येशूको नाममा जय मसीह।